अन्त धेरै जल यसो साधे हरिओ महादेव शान्ति अन्तरिक्षको शान्ति पृथ्वी शान्ति शान्ति वनस्पतयः शान्ति विश्वदेवा शान्ति ब्रह्म शान्ति सर्व शान्ति 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 क्षमा शान्ति निधि पशुवादेशं कृताकृते वेक्षण ब्रह्म कर्म कर्तुं उयो थाली नै राख न ल अब एउटा अलिकति छुट्टै जिग्री शरणम सुपारी राखेको छ नि सिङ्गो सुपारी यहाँ छ छैन ब्रबन्ध नातिबाट अब मेरो पालो अझै पुरो सङ्कल्प सुस्मदेव अन्न प्रार्थना कारणले आज बन्धो ब्रबन्धो नातिबाट ओम स्वस्ति भवन्तु ब्रबन्धो ओम स्वस्ति सज्योति अझै पुरो सङ्कल्प सुस्मदेव पूजा गर्नु किम भवन्तु ब्रबन्धो ओम किम भवन्तु ब्रबन्धो ओम ब्रह्म बलिमा च मे प्रतिमा च मे बलिहिमा च मे द्राघिमा च मे कृतस्मि प्रतिस्मि जनेन कल्पन्तामः आदि पुरुषसंकल्पसिद्धिं कल्याणीमा वदानि जनेभ्यः ब्रह्मराचाराय प्रियो देवानं दक्षिणाय दक्षारिणे विघ्नबल्ले कुठाराय गणाधिपतये नमः सुपारी भए राखिदिएको अमला चाहिँ राख्न सुपारी छ नि त हरिश्याम अहिले यो चाहिँ सन्त मनोरथ भगवानले मनोरथ पूर्ण गर्न सुख शान्ति गरोस् शान्ति सुख शान्ति राम्रो हुँदै गइरहेछ अब राम्रो हुन्छ पनि राम्रो आफूले गर्दै जाने वास्तव नारायण नमस्कार एक अर्को साथी हाम्रो पार्ना छ हो नमस्कार पुनः अब त्यो कलश छेडाका हो तामा कलश छेडाका हरि ओम तत्व पूजा गर हरि ओम तत्व यामी ब्रह्मणा हरि ओम अब अलिक अक्षता चाहियो ए अक्षता त त्यहाँ देवदानन्द सदाले भक्ष्यमाने भित्रै सबै शरणार्थी आदित्याम स्वरुद्र विष्णुदेवा सबै गाई बाबु गणेश छोइरहेको फुटेर हो गणपति गुरु यहाँ गच्छ यहाँ दिन्छ यहाँ राखेको छ है बाबु पञ्चामृत चढायो पञ्चामृत अनि बधाई फेरि जल चढायो अनि गणेशको पूजा गर्छ अब माथि हरि सना हरे नमः चन्दनम सिन्दुरम आमे भाइ दुवै तक्दायौ नभए जे छ त्यही चढाइदियो दुनारी विज्ञानमे विज्ञानमे विभागीय प्रत्येक विविधता संग्रामी संकटि दैव विविधता सिनजादि अवश्य लाभ सिद्ध नयाँ सुरासुरे नानीहरूलाई चाहिँ सफल थोरै हाल्नु नानी स्वस्ति इन्द्र विद्याश्रवाः पानी हाल्दिन उहाँमा काका बसेर गर्नुस् काका स्वस्ति इन्द्र विद्याश्रवाः अब अलिअलि जुम्बा छर्किनु न नानी बस थोरै बस Paya priliham, paya umari,
सबै खन्यो नि अनि धुपबत्ती के गर्ने जो परसमा अनि फलफुल एउटा फलफुल एउटा श्री हरै भक्तिमेय चलामुल स्मरणै परत्राम च पराम गति श्री हरै नमः। अब भेटी बहिनी जिउमा ल अब पौडी व्यवस्था मिलाउनु पर्यो। अब लिएर आउनु पर्छ हका बत्ती सबै बोल्या खान तपाईँ बोल्नु त भने यो भन्नु पर्छ राख्नु पर्यो पहिला। ए आउ न आउ कता कहिले कता आउनु नि तपाईँ पहिला त्यो खुट्टेलाई भूतमन दुर्वितामसे छाडं बलानि करम्बरं रक्षभूत पिशाचानं पठना देविनसं भूत प्रेत पिशाच राक्षस डाङ्किनी बेतालाले पुष्पाण्डानि हरे दोषी निवार राखम क्षेत्रपाल हरे सदमरि कल्याण गरम क्षेत्रपाल आयु कल्याण गरौँ हो क्षेत्रपाल आयो भोलि आयु गर्न सेवा गर्नु पर्यो नि खाइला ओहो बिन्द म त चिन्ता गर्नु त्यो भइहाल्छ त्यही देखाउनु खायो नि त छोएर केही भएन एउटा खाने चिजहरू त पकाइरहेको छ धेरै पर्दैन त्यसमा हालेर सब्जी अलिकति है छिट्टै धेरै भयो। तिमलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी हाम्रो जीवनको खुसी तिमी मुटुको टुक्रा तिमी हाम्रो जीवनको खुसी तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग
भगवानको रूप तिमी प्रकृतिको वरदान गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान तिमी हाम्रो सन्तान आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आँखाको तारा तिमी हाम्रो जिउने सहारा तिमी आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन जब तिमी यो घरमा आयौ चारैतिर खुसियाली छायो जब तिमी यो घरमा आयौ चारैतिर खुसियाली छायो असल मान्छे बन्नु तिमी सबको सेवा गर्नु घर परिवार छरछिमेकमा राम्रो सन्देश छर्नु राम्रो सन्देश छर्नु आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि मुटुको टुक्रा तिमी हाम्रो जीवनको खुसी तिमी आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन बामी सर्दै खेल्दै तिमी फुर्किन्छौ लडी बुडी गर्दै तिमी हुर्किन्छौ बामे सर्दै खेल्दै तिमी फुर्किन्छौ लडी बुडी गर्दै तिमी हुर्किन्छौ भोलि ठुलो भएपछि फुल जस्तै फुल्नु आफ्नो संस्कार संस्कृतिलाई कहिले नभुल्नु कहिले नभुल्नु आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आँखाको